त्यो मान्छेको फोन चाहिँ मैले युज गरेँ नि त। अन्त त्यो फोन चाहिँ बिहाइन्ड द सिन साथीहरू अहिले भने चाहिँ म सानो तपाईँहरू माझमा सानो क्लियरिफिकेसन सानो भिडियो लिएर आएको छु। भिडियोको मेन मुद्दा मेन टपिक चाहिँ के हो भन्दाखेरि चाहिँ मैले चाहिँ आइफोन युज गरेको थिएँ। अन्त कतिजना साथीहरूले चाहिँ अब सोध्दै थियो नि त आइफोन किनेछस् आइफोन बोक्ने भइसस् भन्दै थियो। अब हामी त सानो मान्छे हो नि त, अब त्यस्तो आइफोनहरू त अब धेरै महँगो पनि पर्छ, अब त्यसको सिस्टमहरू पनि बुझेको छैन होइन हामीले। अन्त त्यसो भन्दाखेरि चाहिँ मलाई अब मेरो फेसबुक पेजमा जोडिनु भएको अनि वाट्सएपमा जोडिनु भएकोले मैले स्ट्याटस पनि लगाएको थिएँ। अन्त फेसबुकमा चाहिँ अब मेरो युट्युब फेसबुक दुइटै छ, युट्युबमा पनि च्यानल छ अन्त फेसबुकमा पनि मेरो पेज छ। अन्त अब हामीले अपलोड गरेको भिडियो त वाट्सएपमा पनि हाल्छ नि त स्ट्याटस, त्यतिखेर चाहिँ कतिजनाले देखेछ होइन अब मसँग जोडिनु भएकोले देखेर चाहिँ अन्त भन्नुहुँदै थियो नि त मलाई यस्तो यस्तो अब फोन किनेछस् आइफोन किनेछस्। अन्त अब कति अब राम्रो कुरा पनि भयो कति नराम्रो कुरा पनि भयो। अब कतिलाई यस्तो मान्छेले पनि आइफोन किनेछ भन्ने भयो होला होइन, हुनसक्छ त्यो त अवश्य। अब म त सानो फ्यामिलीबाट बिलङ गर्ने मान्छे होइन, कति मान्छेले भन्छ नि त्यो त 100मा 70%ले त भन्छ त्यस्तो कुरा, किनकि सानो परिवारबाट अब हामी बिलङ गर्छौँ होइन। अन्त आफ्नो फ्यामिली जुन चाहिँ ब्याकग्राउन्ड हेर्छ नि त्यो हेरेर पनि कति मान्छेले अब त्यस्तो कुरा चाहिँ भन्दै गर्छ, तर हामीले एउटा कानले सुन्नुपर्छ अर्को कानले उडाउनुपर्छ, आफ्नो लगनशील काम कुरा गर्दै जानुपर्छ होइन। अन्त चाहिँ त्यही भएर चाहिँ अब मैले भिडियो बनाएको थिएँ, कतिजनाले फोन गर्यो, अब साथीहरूले राम्रो एडभाइस गर्यो, जस्ट अब हुन्छ नि एउटा राम्रो एडभाइस गर्यो। अन्त मैले पनि भनेँ होइन मेरो फोन होइन मेरो साथीको फोन हो, हामीले भिडियोमा चाहिँ युज गरेको थियौँ भने। अन्त त्यो भिडियोमा युज गर्दा चाहिँ देखेर चाहिँ साथीहरूले कमेन्ट गर्यो ठिकै हो राम्रो हो अब होइन। तर एक्चुअलीमा के हो भन्दाखेरि चाहिँ त्यो आइफोन चाहिँ मेरो होइन, अन्त मेरो चाहिँ एन्ड्रोइडै छ अनि एन्ड्रोइडै चलाउँछु। अब यो कति वर्षसम्म जान्छ त्यति वर्षसम्म नै म चलाउँछु। अब हाम्रो त किन्नु पनि कति महँगो पर्छ तपाईँको आइफोन त होइन, अन्त एन्ड्रोइड भने कम्तीमै पाइहाल्छ, त्यही भएर चाहिँ हामीलाई एन्ड्रोइडै ठिकै छ। अन्त चाहिँ लास्टमा चाहिँ के भन्न चाहन्छु भने चाहिँ कृपया गरी तपाईँहरूले अब के सोच्नुभयो त्यो त मलाई थाहा छैन, र पनि अब मेरो तर्फबाट चाहिँ यति क्लियर गर्न चाहन्छु त्यो आइफोन चाहिँ मेरो होइन, अन्त मेरो साथीको हो। अन्त ऊ साथीको नाम चाहिँ रोशन लम्जेल हो। अन्त उसले चाहिँ युट्युब च्यानल चलाउँछ अनि युट्युबमा चाहिँ अब उसको चाहिँ म्युजिक भिडियोहरू मात्रै आउँछ नि त बेसी जस्तो। अन्त उसको च्यानल नेम चाहिँ युट्युब च्यानल नेम चाहिँ रोशन लम्जेल छ। अन्त उसको च्यानल नेम चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु, च्यानल चाहिँ तपाईँहरूले त्यहाँबाट पनि गएर हेर्नु सक्नुहुन्छ, साथ सपोर्ट गरिदिनुहोस् होला मेरो साथीलाई पनि। अन्त